नमस्कार। आज हामी असार 15 मतलब राष्ट्रिय धान दिवसको बारेमा अलिक गहिरिएर कुरा गर्दैछौँ। नमस्ते। यो साँच्चै नै नेपालको लागि एक महत्त्वपूर्ण दिन हो नि। हामीसँग यसको इतिहास, समाज, अर्थतन्त्र अनि वातावरणसँग जोडिएका विभिन्न स्रोतहरू छन्। ए राम्रो। हाम्रो लक्ष्य चाहिँ यो दिनलाई धान रोप्ने दिन मात्रै नभएर यसको जुन गहिरो अर्थ छ नि, नेपाली कृषि, समाज, पहिचानसँग जोडिएको, त्यो बुझ्ने प्रयास गर्ने हो। एकदमै। अनि सुरु गरौँ न यहीबाट। कसरी एउटा सामान्य लाग्ने कृषि कामले खै राष्ट्रिय पर्वको रूप लियो त? यसको पछाडिको कथा के होला? यो यात्रा निकै चाखलाग्दो छ। हेर्नुस् न, नेपालमा कृषि, खास गरी धान खेती, यो त जीवन धान्ने आधार मात्र कहाँ हो र, संस्कृतिसँग एकदमै गहिरो गरी जोडिएको छ। हो त। असारको मनसुन, धान खेतीलाई चाहिने पानी, अनि परम्परागत रूपमा असार 15लाई मुख्य रोपाइँ गर्ने दिन मानिन्थ्यो के? पहिलेदेखि नै? हजुर, पहिलेदेखि नै। अनि यही परम्पराले पछि गएर औपचारिक रूपमा राष्ट्रिय धान दिवसको मान्यता पायो। यो केवल खेती सुरु गर्नु मात्रै होइन, समुदाय सहकार्य देखाउने दिन पनि हो। अनि यसको सांस्कृतिक पक्ष, ओहो कति जीवन्त छ। खेतमा ती रोपाई गीत गाउँदै काम गर्ने, हिलो खेल्ने, रमाइलो, अनि त्यो दही चिउरा खाने चलन, यसले त त्यो गाह्रो कृषि कामलाई नै उत्सव जस्तो बनाइदिएको छ। एकदम। खेतको हालीमा बसेर दही चिउरा खानुको मतलब शारीरिक कामपछि शरीरलाई चाहिने त्यो शीतलता र ऊर्जा पनि त हो, होइन र? तपाईले एकदम ठिक भन्नुभयो, त्यो त छँदैछ। अनि यो सांस्कृतिक उत्सवसँगै धानको आर्थिक पक्ष पनि उत्तिकै महत्त्वपूर्ण छ नि। त्यो त छँदैछ। धानलाई नेपालको अर्थतन्त्रको मेरुदण्ड नै भन्दा पनि हुन्छ। स्रोतहरू हेर्दा वार्षिक उत्पादन करिब 5.5 मिलियन टन जति छ। 5.5 मिलियन टन? हो। अनि कुल खेती गर्ने जमिनको 40% भन्दा बढीमा त धानै लगाइन्छ। 10 लाख भन्दा बढी किसान परिवार यसैमा निर्भर छन्। ठूलो संख्या रहेछ। तर यहाँ त खै अलि नमिल्दो कुरा के छ भने, यति धेरै उत्पादन हुँदाहुँदै पनि हामी चामल आयात गरिरहेका छौँ। हो र? किन होला? खास गरी त्यो मसिनो बास्नादार चामलको माग बढेको देखिन्छ। यसले के देखाउँछ भने त्यो आत्मनिर्भरताको लक्ष्य अझै टाढै छ। भनेपछि चुनौतीहरू पनि छन्। के हुन् त मुख्य चुनौतीहरू? हामी सुन्छौँ नि, कहिले पानी पर्दैन, कहिले धेरै पर्छ, मल पाइँदैन। एकदमै। यी चुनौतीहरू निकै गम्भीर छन्। जलवायु परिवर्तनले गर्दा वर्षा अनियमित भएको छ, कतै सुक्खा, कतै बाढी। मलको अभाव त हरेक सिजनकै समस्या जस्तो भइसक्यो। अर्को कुरा, स्रोतहरूले के देखाउँछन् भने त्यो मेसिन प्रयोग गर्ने चलन, यान्त्रिकीकरण, त्यो निकै सुस्त छ। हातैले धेरै काम गर्नुपर्ने हो। त्यसले गर्दा लागत बढ्ने, समय धेरै लाग्ने भयो। अनि बजारमा मूल्य स्थिर छैन, बिचौलियाको असर छ, किसानले राम्रो भाउ पाउँदैनन्। त्यसैले धान दिवसलाई रमाइलो गर्ने दिन मात्रै होइन कि यी समस्या कसरी सुल्झाउने भनेर सोच्ने अवसर पनि बनाउनु पर्छ। ठिक भन्नुभयो। तर यी चुनौतीका बीचमा पनि नेपालको धानको विविधता त गजबकै छ नि, होइन र? त्यो उच्च पहाडको जुम्ली मार्सीदेखि लिएर तराईका कति धेरै रैथाने जातहरू। निश्चय पनि। रामदानी, मङ्सोली, पोखरेली जस्ता कति छन् कति। ती हाम्रा जैविक विविधताका सम्पत्ति हुन्। उच्च पहाडको त्यो जुम्ली मार्सी त कति पोसिलो र स्वादिलो भनेर चिनिन्छ। सरकारले धान दिवस मनाउनुको एउटा उद्देश्य यिनै रैथाने जातहरू जोगाउने, तिनको खेती बढाउने पनि हो। अरू के उद्देश्य होलान्? अब किसानलाई प्रोत्साहन गर्ने, नयाँ प्रविधिबारे जानकारी दिने, परम्परा जोगाउने अनि समग्रमा खाद्य सुरक्षा बलियो बनाउने भन्ने नै हो। तर अहिले त युवाहरू खेतीपातीबाट टाढिँदै गए भन्ने चिन्ता पनि छ नि। हो, त्यो ठूलो चिन्ताको विषय हो। यस्तो बेलामा असार 15 जस्ता दिनले उनीहरूलाई आफ्नो माटो, आफ्नो संस्कृतिसँग जोड्न केही भूमिका खेल्न सक्छ कि? कति कलेजहरूले रोपाई डे भनेर मनाउँछन् नि आजकल। ती प्रयासहरू राम्रा हुन्, तर कता कता त्यो देखावटी जस्तो मात्रै पनि हुन सक्छ। वास्तविक आकर्षण त तब बढ्छ जब कृषि व्यावसायिक बन्छ, सम्मानित पेशा बन्छ। यसमा प्रविधिको भूमिका महत्त्वपूर्ण हुन्छ। जस्तै स्रोतहरूमा उल्लेख छ, धान रोप्ने मसिन, राम्रो बिउ, सिंचाइका नयाँ तरिका, मौसमको जानकारी दिने एप्सहरू, यिनले उत्पादन बढाउन सक्छन्। प्रविधिले त पक्कै सजिलो बनाउँछ होला। हो।
तर प्रश्न के उठ्छ भने के यो प्रविधिहरू साना साधारण किसानको पहुँचमा छन् त? यतातिर पनि ध्यान दिनु एकदम जरुरी छ। हो त नि, प्रविधि सबैको पहुँचमा हुनु पर्यो, उपयोगी हुनु पर्यो, नत्र त दिवस कर्मकाण्डी जस्तो मात्रै हुन्छ। अनि यो दिवसको सन्देश नेपालभित्र मात्रै सीमित छैन है, विश्वव्यापी रूपमा पनि यसले दिगो कृषि, जलवायु परिवर्तनसँग जुझ्ने उपाय अनि स्थानीय ज्ञानको महत्त्वलाई देखाउँछ। अन्तर्राष्ट्रिय स्तरमा पनि साना किसानहरूले विश्वको खाद्य सुरक्षामा गरेको योगदानलाई सम्मान गर्ने सन्देश पनि यसमा छ। भनेपछि समग्रमा हेर्दा असार 15 त इतिहास, संस्कृति, अर्थतन्त्र, चुनौती अनि सम्भावनाहरूको एउटा जटिल मिश्रण रहेछ। यो खालि रोपाई गर्ने दिन मात्रै होइन, हाम्रो कृषि सांस्कृतिक पहिचान र खाद्य सम्प्रभुतासँग जोडिएको पर्व पो रहेछ। एकदम सही भन्नुभयो। अब अन्त्यमा एउटा प्रश्न सोचौँ न त। असार 15ले सिकाउने त्यो माटोको सम्मान र किसानको कदरको जुन भावना छ नि, त्यसलाई हामीले वर्षैभरि हाम्रो नीतिमा, व्यवहारमा साँच्चै उतार्न सक्यौं भने के यसले नेपालको कृषिमा, खाद्य सुरक्षामा वास्तविक परिवर्तन ल्याउन सक्ला त? गहिरो प्रश्न। अनि के यो स्थानीय स्तरको सम्मानको भावना विश्वको लागि पनि एउटा अनुकरणीय सन्देश बन्न सक्दैन र? यसमा घोत्लिनु आवश्यक छ जस्तो लाग्छ मलाई।